तुरुरु गर्दै लु है। अब आज माघ 30 औँसीको दिन, आमाको मुख हेर्ने दिन। आमाको मुख हेराइ चाहिँ यस्तो छ आज। मान्छे जन्मेपछि एक दिन मर्नै पर्ने रहेछ, त्यही भनेर चित्त बुझाउनु पर्यो। दुईचोटि भयो, अब एकचोटि। स्टप 3 चोटि भयो। ल ल, अब आमैले आशीर्वाद दिनुहुन्छ। त्यही सम्झिने सम्झनामा मात्रै बिलिन भएन रहेछ मान्छेको जिन्दगी। यस्तै छ, के गर्नु। आज पर्मानेन्ट घरमा आएर आमालाई दर्शन गरियो, के गर्नु। त्यो यता ल्याउनु, यता।